आज हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निकै महत्त्वपूर्ण सूचनामा अलि गहिरिएर हेर्दैछौँ। यो भर्खरै आएको प्रेस विज्ञप्ति हो 2082 श्रावण 1 देखि लागू हुने नयाँ न्यूनतम पारिश्रमिक बारे। हाम्रो काम चाहिँ यो आधिकारिक सूचनाबाट मुख्य कुरा के हो, त्यसको मतलब के हो भनेर प्रश्न पार्ने हो। यो त 2082 असार 19 को मन्त्री स्तरीय निर्णय रहेछ। हो, यो सूचना महत्त्वपूर्ण छ किनभने यसले श्रम ऐन 2074 को दफा 106 अनुसार बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई मानेको छ। तर यहाँ एउटा कुरा के छ भने यो चाहिँ चिया बगान बाहेक चाहिँ अरू क्षेत्रका श्रमिकको लागि मात्र हो है। ए, चिया बगान बाहेक। ल त्यसो भए सिधै अङ्कहरूमै जाउँ न त। सबैलाई चासो हुने कुरा, मासिक न्यूनतम पारिश्रमिक कति पुग्यो त अब? नयाँ व्यवस्था अनुसार महिनाको न्यूनतम जम्मा रु 19,550 तोकिएको छ। तर यहाँ अलिक चाखलाग्दो कुरा के छ भने नि यसलाई छुट्याइएको छ। आधारभूत तलब रु 12,170 अनि महँगी भत्ता रु 7,380। यो विभाजन महत्त्वपूर्ण छ। रुपैयाँ 19,550। अनि यो आधारभूत तलब र महँगी भत्ता भनेर यसरी स्पष्ट छुट्याउनुको केही खास कारण छ कि? मतलब यसले के फरक पार्छ श्रमिकलाई? छ नि, यसले पारिश्रमिकको संरचनालाई अलि पारदर्शी बनाउँछ के। आधारभूत तलब भनेको सिधै कामको मूल्य भयो, अनि महँगी भत्ताले चाहिँ त्यो बजार भाउ बढ्दा जीवन चलाउन गाह्रो हुन्छ नि त्यसलाई अलिकति भए पनि सम्बोधन गर्न खोजेको हो। यसरी छुट्याउँदा हिसाब किताब पनि अलि प्रष्ट हुन्छ, पछि अरू सुविधा हिसाब गर्न पनि सजिलो होला। त्यो त हो। अनि दैनिक ज्यालादारी गर्ने वा घण्टाको हिसाबले काम गर्नेहरूको लागि नि उहाँहरूको चाहिँ के छ व्यवस्था? बिल्कुल, दैनिक ज्यालामा काम गर्नेको लागि न्यूनतम रु 754 तोकिएको छ। यसमा पनि विभाजन छ। आधारभूत रु 470 अनि महँगी भत्ता रु 284। त्यस्तै घण्टाको हिसाबले हेर्ने हो भने न्यूनतम रु 101 भएको छ। मतलब आधारभूत रु 63 र महँगी भत्ता 38 जोडेर। फेरि पनि यो चिया बगान बाहेकको लागि है। अनि मैले सूचनामा हेर्दा त त्यो अंशकालिक कामदार मतलब पार्ट टाइम गर्नेहरूको लागि अलिकति फरक दर देखिने। हो, ठिक हेर्नुभयो। अंशकालिक काम गर्नेहरूको हकमा चाहिँ प्रति घण्टा न्यूनतम रु 107 तोकिएको छ। यो नियमित घण्टाको दर त्यो 101 भन्दा अलिकति बढी भयो। 107 किन होला खै अलि बढी? खै सायद त्यो काम अलि कम समयको हुने भएकोले वा अलि अस्थिर प्रकृतिको हुने भएकोले त्यसलाई केही थप दिन खोजेको होला कि। तर यो पनि फेरि वही कुरा, चिया बगानका श्रमिकलाई लागू हुँदैन। त्यसो भए ल सरसर्ती भन्दाखेरि 2082 श्रावण 1 देखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको लागि मासिक न्यूनतम ज्याला रु 19,550, जसमा आधारभूत रु 12,170 र महँगी भत्ता रु 7,380, दैनिक रु 754, घण्टाको रु 101 अनि पार्ट टाइम गर्नेको लागि चाहिँ घण्टाको रु 107। यही हो नि त? एकदम सही हो। र यो सबै श्रम ऐनमा भएको व्यवस्था र त्यो निर्धारण समितिको सिफारिस अनुसार नै मन्त्रालयले गरेको निर्णय हो। एउटा प्रक्रियाबाटै आएको कुरा हो। ठिक छ। यो जानकारीले पक्कै पनि रोजगारदाता र श्रमिक दुवैलाई आफ्नो अधिकार र दायित्व बुझ्न मद्दत गर्छ। तर एउटा कुरा मनमा आइहाल्छ नि। भन्नुस् न। यो तोकिएको रकमले हो, त्यही त। यसले केही महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ होइन त? जस्तो कि यो रु 19,550 ले अहिलेको यो महँगीमा साँच्चै जीवन धान्न कतिको पुग्छ त? एउटा ठूलो प्रश्न हो। अनि अर्को कुरा, चिया बगान जस्ता विशेष क्षेत्रका श्रमिकलाई किन यो व्यवस्थाबाट अलग राखियो होला? यसले के देखाउँछ भने सायद विभिन्न उद्योग, विभिन्न क्षेत्र अनुसार पारिश्रमिक तोक्ने रणनीति फरक फरक हुन सक्छ। श्रम बजार अलि जटिल छ भन्ने पनि देखाउँछ। यसबारे अझै सोच्न पर्ने ठाउँ छ।